हरियो खुर्सानीको अचार भिजाउनुको लागि सबैभन्दा पहिला खुर्सानीको सबै डन्ठा फ्याँकिदिएँ र यसलाई धोएर चाहिँ घाममा सुकाएँ। र अचारको मसलाको लागि मैले चाहिँ पहेँलो तोरी, ज्वानो, 5 फोरन र अलिकति जिरा लिएँ र यसलाई चाहिँ मैले तातो कडाईमा है मजाले एकछिन यसलाई भुटेँ र हल्का ब्राउन हुँदासम्म भुटेपछि यसलाई मैले मिक्सीमा ग्राइन्ड गरेर चाहिँ लिएँ र त्यसमा नुन र रातो खोर्सानी हालिरहेको छु र त्यसको लागि चाहिँ अचारको लागि चाहिँ मैले सरसोको तेललाई गरम गरिसकेँ र यसलाई चिसो हुनुको लागि छोडिदिएँ र खोर्सानी पनि मैले चप गरिसकेको छु र अब चाहिँ तेल अलिकति सेल्यो भने चाहिँ यसमा मैले खोर्सानी र अघिको तयार गरेको मसलाहरू हालिदिएँ र यसलाई चाहिँ मैले मजाले चम्चीले है मिक्स गरिदिएँ। मिक्स गरेपछि यसलाई एउटा कन्टेनरमा चाहिँ हाल्नुपर्छ र कन्टेनरमा हालेर चाहिँ हामीले यसलाई चाहिँ अलिक दिन घाममा सुकाउनुपर्छ किनभने घाममा सुकायो भनेपछि हाम्रो अचार लामो दिनसम्म रहनेछ र तपाईलाई कस्तो